रासोपा हो होइन त तपाईँको अबको दिनमा युवाले चलाउने रासोपा पाकैमा चाहिँ युवाहरू राम्राहरू छन्। राम्रा मात्रै नभएर राम्रा सबै छन् कि पढे लेखेको मान्छेले केही न केही गर्छन्। उनीहरूले कसैको भरमा पर्दैन। आफ्नै भिजन छ, आफ्नै योग्यता क्षमता छ, त्यो क्षमता अनुसार चाहिँ अगाडि बढ्छ। त्यो देश भन्ने मलाई चाहिँ लाग्छ होइन। अब बढ्दै हुन्छ तपाईँ जस्ता युवाहरूले हामीलाई आवश्यकता छ भन्ने मलाई लाग्छ। आजसम्म यत्रो पुरानो पार्टी हामी बसियो के होला कि 34 वर्ष गणतन्त्र आयो, त्यो त्यतिकै खेर गयो र भए जति चाहिँ जग्गा जमिनहरू सबै यिनीहरूले मिलोमत्तो गरेर खाए र 45-46वटा कल कारखाना सबै बेचेर खाए, राजापालाका कारखानाहरू बेचेर खाए, सिद्धिआए। त्यति नभए पनि राजधानी जस्तो ठाउँमा बालुवाटारको जग्गा बेचेर खाए। अनि उता बाँसबारीको जग्गा त्यो फिर्ता आयो, अहिले विनोद चौधरीले खाएको देखिहाल्नुभयो होइन। यतापट्टि फेरि स्काउटको अहिले मन्त्री छ, स्काउटको जग्गा खाइरहेछ खड्काले। अनि अर्को चाहिँ बालसङ्गठनको जग्गा गणेशमानको छोरीको हातमा छ, उनीहरू त्यो मिलाएर खाएको छ। जति सार्वजनिक जग्गाहरू छ अहिले काठमाडौँको त्यो गोखाको एउटा नगर प्रमुखै पो हो, त्यसले जग्गा खाएर अहिले उसको नगर प्रमुखबाट हटाइसकेको छ, त्यसलाई काङ्ग्रेसको हो। अनि यस्ता किसिमका काङ्ग्रेसका भनेर लागेको छ हामीलाई। त्यो काङ्ग्रेसले हो त्यो देशको फादर भन्ने लाग्थ्यो मलाई, तर होइन रहेछ। जुन त्यो बिपी थिए, कृष्णप्रसाद भट्टराई थिए, गणेशमान थिए, तिनलाई मात्रै म मान्छु, अरूलाई मान्दिनँ। यिनीहरूले चाहिँ मागी खाने भाँडो बनाए र देशका जनताहरूलाई चाहिँ दास बनाए। जस्तो तपाईँले अहिले भनिरहनु भयो नि त, राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ देश बनाउँछ, 84 पछाडि देश बनाउँछ भनिरहनु हुँदाखेरि होइन, यसका आधारहरू तपाईँले के विश्लेषण गर्नुभएको छ त? आधारहरू त जति हाम्रो के कारणले चाहिँ रासोपाले बनाउँछ भन्ने त केही न केही तपाईँले त होइन। यो चाहिँ देशमा चाहिँ यो जुन विकास हुने गणतन्त्र आयो भनेर हामीलाई खुसी लागेको थियो, त्यो हुनुपर्ने ठाउँ नभएर 34 वर्ष उनीहरूले आशा गरेको थियो। त्यो आशा हाम्रो निराशातिर गयो, किन उनीहरूले भाषणबाटै सीमित भयो र त्यही अनुरूप चाहिँ अहिले विदेशमा हाम्रो चाहिँ त्यो पलायन भयो। यहाँ रोजगारी जो कल कारखाना बेचिए, सबै सिद्धिआए। कल कारखाना भएपछि रोजगारी पढे लेखेका हाम्रा भाइ भारदार छोराछोरी नातिनाहरू अहिले विदेशमा लाइन लाएर गएको कारणले गर्दाखेरि अब ती अगाडि गएका युवा पङ्क्तिहरूले दुःख पाएका थिए। अब हाम्रो नेपाल देश बिग्रियो भनेर तिनीहरूलाई चाहिँ धेरै चिन्ता भएको कारणले ती विदेशमा गएर ठोकेर ती 52 ठोकर 53 भुसा खाएका ती युवाहरू धेरै पढे लेखेकाहरू देशको चिन्ता भएका हुनाले आज राष्ट्रिय स्वतन्त्र पार्टी खडा भएको हो। र रवि लामिछानेको नेतृत्वमा रविले यो देश बनाउँछ भन्ने मात्रै लागेको छ र युवाहरूले बनाउँछ भन्ने मलाई लागेको छ। नाम एकचोटि नाम चाहिँ हजुरको नाम चाहिँ? मेरो श्रीराम शरण सापकोटा। हजुर, म यहीँ मणिपुर वडा नम्बर 9मा बस्दछु। हजुर, वैदिक सनातन धर्ममा आबद्ध छु। ए हस्।